प्रिय दर्शकबिन यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यो सरकारी नम्बर प्लेट भएको बाइक हो र अनि यो बाइकमा बसेका दुईजना साना साना बाबुहरू 12-13 वर्षका बाबुहरू हुन् र यो बाबुहरूले बाइक चाहिँ चलाइरहेको अवस्था मैले फेला पारेको थिएँ। सरकारी बाइकको लापरवाही गरेर यसरी साना बच्चाहरूको हातमा पारेर हिँडालिरहेको अवस्था मैले भेटाएको थिएँ र त्यस पछाडि भिडियो कैद गरेको थिएँ। यो बाइक हो सुर्खेतको चिङाड गाउँपालिकाको कुनै एक ओडाको रहेछ। मैले ओडा भने ट्याक्कै सोध्न सकिनँ र यसरी दृश्य यो एकदम नरमाइलो दृश्य देखियो, किनभने ओडाको सरकारी बाइक यसरी लापरवाही गरेर हिँडाइरहेको अवस्था मैले भिडियो कैद गरेको छु र सुर्खेतको चिङाड गाउँपालिकाको यो बाइक हद लापरवाही गरेर यसरी साना बच्चाहरूले चलाएको अवस्था भेटियो र यो चलाएको अवस्थामा दुर्घटना भयो भने भोलि बाइकमा थप क्षति आयो भने ठुलो दुर्घटना हुनसक्छ र यो दुर्घटनाको जिम्मेवारी को हुने र सरकारी बाइकको यसरी किन दुरुपयोग गर्ने भन्ने कुराको प्रश्न चिन्ह खडा भएको छ। ओडा अनि सरकारी बाइक तिमीले लिएर हिँड्ने हो त? सरकारी नम्बर प्लेट बाइक लिएर हिँड्नु मिल्छ? के हो ड्याडीको नाम? वीरबहादुर के ओडामा के गर्नुहुन्छ ड्याडीले? के काम गर्नुहुन्छ? कर्मचारी त पद त होला त, के पद हो? कर्मचारी पद त होला त। कुन गाउँपालिका अरे? चिङाड गाउँपालिका। अनि चलाउने सरकारी बाइक केटाकेटीलाई बिना लाइसेन्स चलाउने होइन नि त। यो हेर्नु सक्नुहुन्छ चिङाड गाउँपालिकाको बाइक, सरकारी बाइक यसरी साना बच्चा बच्चीहरूले यसरी यहाँ चलाएर हिँडेको देख्न सक्नुहुन्छ। यो चिङाड गाउँपालिकाको बाइकको दृश्य देखाएँ मैले। सरकारी बाइक हो। मैले यहाँदेखि चिङाड गाउँपालिकाको यात्रा गर्दाखेरि बाटामा देखाएँ। यो भाइले चिङाड गाउँपालिकाको कर्मचारीको सरकारी बाइक यसरी सानो बच्चाहरू 12-13 वर्षको बच्चाले यसरी चलाइरहेको देख्न सक्नुहुन्छ।